यो यो देखाउनु त यो तेल हो। यो तेल यो यसको चाहिँ के वन लसुनको तेल हाल्ने भाँडो। त्यो बट्टाको कति? यो बट्टाको 100 रुपियाँ, त्यही सानो बट्टाको। यही हो वन लसुनको तेल हो, हिमाली घनकञ्चन तेल यो। हजुर यही हो। यसले नाक बन्द भएको, पिनास भएको, टाउको दुखेको निको हुन्छ, ठोकिया ठाउँ मर्किया ठाउँ लाउँदा पनि हुन्छ, लुतो अनि यो दाँत यो सबै निको बनाउँछ यसले। हजुर हेर किराहरू खतम मार्छ यो। किरा चाहिँ कस्तो किरा? भित्र छालाभित्र हुने किरा नि। ए होइन, दाँतको किरा हो कि कस्तो? दाँतको होइन, दाँत चिलाउने खजुली भन्छ, लुतो भन्छ त्यसको के। ए हजुर त्यसको लागि भयो है। हजुर यो चाहिँ चिराइतो हो, लेगमा हुने तितो भन्छ, हामीले जुम्लामा तितो भन्छ। हजुर यो चाहिँ कपुर भइगयो, यहीँ पाउनु त, तर यो घर घरै अब हुँदैन सुविधा। यो चाहिँ टोयलेटमा राख्दा पनि हुने, लुगामा राखे पनि हुने, किरा माउ नलाग्ने, धुसी नगनाउने। अनि धानको भखारीमा राख्दा पनि हुन्छ, कोदोको मकैको, त्यसमा किरा। केमा राख्नुपर्छ? त्यो पिसाब गर्ने ठाउँमा त त्यही पिसाब गर्ने ठाउँमा राख्छ, झुन्ड्याउने अथवा यो झ्याल हुन्छ त्यसमा राख्यो होइन, यो कपडामा होइन, कपडातिर प्लास्टिक झिकेर कपडामा झुङ्गे, त्यसको सेन्ट आउँछ। सेन्ट आएपछि किराहरू भाग्छ के, किरा मार्छ क्या यसले। पिसाब घरमा नै टोयलेटमा यही राखेको हुन्छ। त्यो आज पिसाब गऱ्यो, भोलि पिसाब गऱ्यो, गन आयो, बाग्लो भयो, त्यहाँ किरा उत्पत्ति हुन्छ। यसले गर्दाखेरि किरा उत्पत्ति हुन्छ। यो भयो। हजुर अनि यो चाहिँ जेठी मधु हो। हजुर यो स्वर बसेको ठिक हुने, घाँटी दुखेको ठिक हुने, कफ निकाल्ने, एकदम बुढाबुढीलाई घाँटी नसुक्ने, एकदम रस आइरहने, रसिलो हुन्छ यो। हजुर यसले के छ अनि जति गरी अब कोही भाषण गर्ने भयो, कोही गीत गाउने भयो, त्यसको लागि स्वरै नसुक्ने यो हुन्छ। यो चाहिँ कालो नुन, बिरे नुन हो यो। हजुर यो ग्यास्ट्रिकको लागि हुन्छ, पेट ढुसिएपछि खाने, चटपटेमा, हजमोलामा सबै यही नुन हुन्छ। हजुर यो भयो। यो चाहिँ माझी फल, यसले चाहिँ टन्सिल निको हुने, आन्द्रोको घाउ ठिक हुने, जिब्रोको घाउ ठिक हुने, खोकी पनि नलाग्ने, यो माझी फल भयो। यो फटगिरी भयो। हजुर यही हो चिज। अब औँठी भयो, मजुर भयो, यी भाँडा यस्तै त हुन्छ। हजुर अनि यासा गुम्बा पनि देखाइदिनु न। यार्सा गुम्बा यार्छ गुम्बा त अब महँगो छ, किन्न सक्दैनन्। अनि होइन, किनिहाल्छ नि, किन्ने त के काम गर्छ त्यो होइन पनि भन्नु होला। यार्छ गुम्बा भनेको त यो 100 रोगको निको बनाउने यार्छ गुम्बा हो क्या। यो निकालेर देखाउँ। जडीबुटी हो नि यार्छ गुम्बा। यी तागत युनिटी पावर दिने यो शरीरको लागि 100 रोगसँग लड्ने क्षमता हुन्छ यो। यो खायो भनेपछि 100 रोग लाग्न सक्दैन, यो सब हटाउँछ यो। हजुर यो तपाईँको नाम चाहिँ? मेरो नाम जय बहादुर बुढा। हजुर घर? जुम्ला जिल्ला, हजुर सिजा गाउँपालिका, वडा नम्बर 3। अनि तपाईँसँग होइन, जस्तो कि कसैलाई चाहिँ आवश्यक अहिले जति पनि भन्नुभयो नि औषधिको नामहरू, तपाईँलाई चाहिँ कसैले खोजी गरेर त्यो सामान चाहिँ ल्याइदिनु है भन्नु पर्यो भने चाहिँ के सम्पर्क नम्बर छ या फोन नम्बर दिन्छु। ए हो, कति हो भन्नु त? फोन नम्बर अब 97, खै अब आउँदैन, 97 43 होला। हजुर 97 43 91 55 39 हो क्या। ए त्यतिमा फोन गर्यो भने तपाईँले उठाउनुहुन्छ होइन त? अनि यो दिक्तेल बजार चाहिँ कति भयो आउनुभएको? भर्खर आज आज आयो, आउनुभएको? परारै आएको थियो धेरै पहिला, अब आज आयो भर्खर। भनेपछि धेरै जिल्लातिर डुलिसक्नु भएको छ? डुलेसँग 60 जिल्ला। 60 जिल्ला। 60 जिल्ला। ए हजुर पोखरादेखि यता तल उल्दो सर्लाही, सप्तरी, अब तल जनकपुरदेखि पश्चिम, हजुर दिक्तेलदेखि पनि पश्चिम, उँभो काठमाडौँदेखि माथि रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा सबै। हजुर इन्डिया पनि जानुभयो? इन्डिया पनि गए, धेरै ठाउँ होइन? धेरै ठाउँ गए। हजुर सबै नाम थाहा छ इन्डियाको। ए भन्नु त एकचोटि कतिवटा चाहिँ नाम थाहा रहेछ? अब हामी यहाँ उत्तर प्रदेशबाट जान्छौँ, गोरखपुरबाट देख्यो पर गोरखपुर उत्तर प्रदेश भयो, बिहार भयो, बिहारको पटना भयो राजधानी, त्यहाँबाट झारखण्डको राजधानी राँची भयो, बङ्गालको कलकत्ता त्यहाँ गएछ, अनि छत्तिसगढ गएछ, उडिसा गएछ, अनि मध्य प्रदेश गएछ, मध्य प्रदेशबाट गयो माथि उँभो उत्तराञ्चल भयो, हिमाचल भयो, त्यसपछि महाराष्ट्र भयो, त्यति घुमेको छ। ए हजुर
धेरैलाई चाहिँ अलिकति सेवा दिइराख्नु भएको छ होइन गाउँ गाउँमा गएर भए पनि होइन अब कति दिन बस्नुहुन्छ कि दिक्तेल बजार के छ अब यो 5 दिनसम्म बस्ने 5 दिनसम्म चाहिँ बस्नुहुन्छ 5 दिन। धेरै अब अरू पनि हामीलाई औषधि ल्याइदिनुहोस् दबाईहरू भन्नुभयो भने फेरि पनि आउन सक्नुहुन्छ होइन तपाईँ हजुर धन्यवाद हजुरलाई